ल सोलो हाइड्रोको आइपिओको चर्चा जताततै छ। आज यसको भित्री कुराहरू हेरौँ है त, ताकि लगानी गर्ने कि नगर्ने निर्णय गर्न सजिलो होस्। सबैको मनमा एउटै प्रश्न छ, यो आइपिओमा पैसा हाल्नु कतिको सुरक्षित होला? ल अब हल्लाको पछि नलागी सीधा फ्याक्ट्स र डेटामा कुरा गरौँ। कम्पनीको वास्तविक शक्ति के हो, आउनुहोस् हेरौँ। कम्पनीको सबैभन्दा ठूलो बल के हो त? त्यो हो यसको प्रोजेक्ट। यो कुनै हावामा बनेको योजना होइन, यो त साँच्चीकै चलिरहेको, देख्न छुन मिल्ने सम्पत्ति हो। यो प्रोजेक्ट हो तल्लो सोलु जलविद्युत आयोजना, सोलुखुम्बु जिल्लाको सोलु खोलामा बनेको। अब सुन्नुहोस् है, यसको क्षमता छ 82 मेगावाट। यो भनेको सानोतिनो कुरा होइन, हजारौं घरलाई झिलिमिली पार्न सक्ने क्षमता हो यो। अब यो स्लाइडमा भएको डेट, यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो। याद गर्नुहोस् है, 2082 साल साउन 24 गते। यो मितिदेखि कम्पनीले बिजुली बेचेर पैसा कमाउन थालिसक्यो। मतलब यो भविष्यको सपना देखाउने कम्पनी होइन, आजै आम्दानी गरिरहेको कम्पनी हो। ओके, प्रोजेक्ट त एकदमै दमदार देखियो, तर कम्पनीको आर्थिक अवस्था चाहिँ कस्तो छ त? पैसाको हिसाब किताब कतिको बलियो छ? ल अब केही मुख्य वित्तीय सूचकहरू हेरौँ। गत आर्थिक वर्षको अडिटेड रिपोर्ट हेर्ने हो भने कम्पनीको इपिएस यानि कि अर्निङ्स पर शेयर 6.023। यो प्लसमा हुनुको सीधा मतलब के हो भने कम्पनी नाफामा छ। लगानीकर्ताको हरेक शेयरले कमाई गरिरहेको छ। अनि अर्को महत्त्वपूर्ण कुरा, नेटवर्थ पर शेयर, यो छ रु 100.21। यसको मतलब शेयरको किताबी मूल्य नै 100 रुपियाँभन्दा बढी छ। यसले के देखाउँछ भने कम्पनीको वित्तीय जग एकदमै बलियो छ। कुनै पनि कम्पनीको पछाडि को छ भन्ने कुराले पनि धेरै फरक पार्छ, होइन त? सोलु हाइड्रोको अर्को ठूलो शक्ति भनेको यसलाई ब्याकअप दिनेहरूको सञ्जाल हो। यहाँ हेर्नुहोस् त, एफएमओ, डिइजी, ओएफआइडी, यी कुनै सामान्य लगानीकर्ता होइनन्। यिनीहरू त अन्तर्राष्ट्रिय विकास ब्याङ्क हुन्। यिनीहरूले लगानी गर्नु अघि नाफा मात्र हेर्दैनन्, प्रोजेक्टको ए टु जेड चिरफार गर्छन्। कतिको दिगो छ, वातावरणमा के असर छ, म्यानेजमेन्ट कस्तो छ, सबै हेर्छन्। यिनीहरूको लगानी हुनु भनेको यो प्रोजेक्टमा अन्तर्राष्ट्रिय स्तरकै विश्वास छ भन्ने प्रमाण हो। ल कम्पनीको जग बलियो देखियो, ब्याकअप पनि बलियो छ। अब सबैभन्दा कामको कुरा गरौँ, आइपिओ कहिले र कसरी भर्ने? सर्वसाधारणको लागि कुल 82 लाख किता छुटाइएको छ। आइपिओ खुल्ने मिति हो 2082 साल माघ 29 गते र बन्द हुने मिति हो फागुन 4 गते। यो डेटहरू चाहिँ टिपिहाल्नुहोस् है। यी सबै कुराहरू बुझिसकेपछि के लाग्यो त? भर्ने होइन त आइपिओ? आफ्नो विचार के छ कमेन्टमा नेपालीमै लेख्नुहोला है।